हाम्रो चाहिँ यहाँनिर टक्क सुटिङको लागि चाहिँ आज सेलरोटी पोल्नुको लागि रेडी हुँदैछ। सेलरोटी पोल्ने क्यारेक्टर चाहिँ हाम्रो के भन्छ फुलमाया काकीको छ हो। फुलमाया काकीको यहाँनिर चाहिँ होस् रमाइलो हुँदैछ। कस्तो हुँदैछ माइ चाहिँ अब सुटिङमा हामीले फर्स्ट टाइम यतिको रियल गर्दैछ। अब धेरै कुरा रियल गर्दैछ यो पालि हामीले। अब कस्तो महसुस हुँदैछ पहिला अब केही फरक छैन रियलै भन्दा पनि हुन्छ हैन। हामीले अब सबै सामानहरु रियलै जोगाड गर्नु पर्छ है। मागेर हुन्छ कि अर्काको घरबाट तेल स्पोन्सर पाइन्छ गडा अब तेल मैले किनेको 1 केजी तेल 1 केजी पिठो प्लस अलिकति धानको पनि मिसाएको छ भन्नाले 1.5 केजी सकिसक्यो। त्यति चाहिँ हामी अब रियलमै पोल्दै छौं। भरे खानु पर्छ आज खाएको नि देखाउँछु म भरे। यहाँ हाम्रो सघाउन नि आइदिनु भएको छ। धेरै धेरै धन्यवाद। हाम्रो पण्डितको वाइफ पण्डितको वाइफ हो नि त। पण्डितको छोरी फेरि यता पण्डितको छोरीले अहिले मासु खाएर आइछ फेरि। पण्डितको छोरीले सुँगुर चपाएर आए। आइज बहिनी आइज आइज रोटी खान आइज बहिनी। रोटी खान आइज। पूजा छ आज यहाँ जेरीको घरमा पूजा जतिको छ उसको लागि आज सकेको छ। तेल हालिदिनु चाहिँ यहाँनिर अब यसरी बनिन्छ रोटी सेलरोटी। हाउ टु मेक सेलरोटी भनेको यस्तो हो क्या। लो अब चाहिँ हाम्रो यहाँनिर रोटी हाल्नु आँटेको। फर्स्ट चाहिँ यहाँ फोनमा अलिक भ्लग गरिदिन्छ त्यहाँ उताबाट सुट गर्न थाल्छ रोटी हालेको। यसलाई देखौ न यो अघि देखि रोटी खान पाउँछ भनेर कतिवटा खान्छ त रोटी हैन त्यति मात्र कतिवटा चाहिँ खाने हैन दियो भन्छ कतिवटा चाहिँ खान सक्छस् 50 वटा जान्छ म त 50 वटा त खाइदिन्छु त। रोटी हाल्ने चाउ क्यामेरा छ त भागिहाल्छ नि त। लु सुरु भयो अब चाहिँ रोटी 2 फन के वाउ उयो भयो अलिक तलै जा तलै चाहिँ बेसी तात्यो। त्यो डल्लै नले न एलिकति हाल्दिनु नहाल एउटा मगमा बोटकामा लिथे मासेर राखे छैन। अब खानु पर्छ सेलरोटी चाहिँ अब एक बोल चाहिँ भइसकेछ नि हाम्रो कहिले चाहिँ खानु पाउनु भने जस्तै भएको छ। अब क्यामेरा बोकेको छ यहाँनिर यस्तो यो चाहिँ सेलरोटी खानु लागि यस्तो एक्साइटेड कि भिडियो खिच्दै सेलरोटी खानु पाउँछ भनेर बेसी पाउँछु भनेर होला पाउँदैनस् भने